आज हसिनाको कलेजको फर्स्ट दिन हो। कलेज जाने एक्साइटेडमा 4 बजेको अलार्म लगाएर 5 बजे उठ्ने मान्छे उहाँ नै हुनुहुन्छ। सो हाई एभ्रिवान, म पनि जाँदैछु त्यसलाई पुर्याउनका लागि। बच्चैदेखि अहिलेसम्म चाहिँ एउटै स्कुलबाट पढेको भएर कलेजहरू बदलिँदाखेरि चाहिँ अलिकति नर्भस चाहिँ थियो त्यो। अनि जसो तसो गरेर उठेर हिँडेको यो चाहिँ उसको कलेजमा म पुर्याउनु जाँदैछु के। चिन्नु चाहिँ म पनि चिन्दिनँ, म्याप हेर्दै हेर्दै पुरै कन्फिडेन्टको साथ गइरहेको छु। म चाहिँ पछाडिबाट भन्दै थियो चिन्नु त चिन्छस् नि मेरो कलेज भनेर। अनि देख्नु चाहिँ देखेको, तर म भित्र पसेको थिएन नि त कस्तो छ भनेर। अनि म पनि पहिलो दिन नै हो। अनि कलेज छिर्नुभन्दा अगाडि चाहिँ मन्दिर एकछिन पसेर दर्शन गऱ्यौँ। पहिलो दिन हो नि त, अनि फर्स्ट इम्प्रेसन इज लास्ट इम्प्रेसन भन्छ नि त, त्यही भएर पहिलो दिन जे भए पनि छिटै आयौँ र भगवान्को पूजा पनि गरिसक्यौँ। अब एकछिन मेरो पेटको पनि पूजा गरौँ भन्दै थियो उसले चाहिँ। हामीले थोरै टाइम उब्रेको भएर हामीले पेटको पनि पूजा गर्न भ्यायौँ। त्यसलाई अनि क्लाससम्म छोडेर म चाहिँ बाहिर नै रुँगेर बसेँ। आफ्नो क्लासभित्र गइहाल्यो। अनि म चाहिँ त्यहाँको सरहरूसँग गफ गर्दै थिएँ। त्यो बाहिर नआउन्जेलसम्म म पनि त्यसको कलेजहरू घुमेँ। अनि एक ठाउँमा गएर कुरी बसेँ। अनि बाहिर निस्किने बित्तिकै सोधेँ क्या कस्तो भयो त पहिलो दिन भनेर। अनि उल्टै मलाई पनि भनेको थियो क्या त पनि पहिलोचोटि आएको नि त, तँलाई पनि कस्तो लाग्यो मेरो कलेज आएर भन्दै थियो। अनि हामी गफ गर्दै गर्दै घरतिर लाग्यौँ। थ्याङ्क यू फर द वाचिङ, बाइ बाइ।